गुड इभिनिङ एभ्रिवान। म चाहिँ भर्खरै घर आइपुगेँ है। तपाईँहरूलाई के देखाउनु मन लाग्यो भन्दा चाहिँ नि यहाँ हेर्नुहोस् ल, यो फुल चाहिँ चिन्नुहुन्छ कि हुँदैन? यो फुल चाहिँ एलोभेराको फुल हो। यो चाहिँ हाम्रो फुलेको नि, कति राम्रो फुलेको छ हेर्नुहोस् न। हाम्रो यो एलोभेराको फुल फुलेको चाहिँ हाम्रो नानी भाइ जति भयो जन्मेको त्यति नै भयो यो फुलेको। 2022 मा हाम्रो भाइको डेलिभरी भएको। 2022 देखिको चाहिँ अहिलेसम्म यो चाहिँ कन्टिन्युसली फुलेकै छ। यो चाहिँ फुलेको राम्रो हो भन्छ है, घरमा फुलेको राम्रो हो भनेर भन्छ। अब कतिको सत्य हो त्यो चाहिँ अब याद भएन, तर हाम्रो 4 इयर्सहरू जस्तो हुन आँट्यो यो फुलेको चाहिँ। कन्टिन्युसली 3 महिना 4 महिनाहरूमा फुल्छ। अस्ति पनि फुलेर सकेको थियो, यो फेरि नयाँ भएछ। अन्त यहाँ हेर्नुहोस् ल, यहाँनिर चाहिँ यो ब्याम्बू है, सानो खालके छ यो बाँस हो। यो चाहिँ हल्दीको बोट भयो। यहाँनिर चाहिँ बाँस र हल्दीको बोट छ है। यहाँ पछाडितिर पनि छ हल्दीको बोटहरू। अनि घरको अगाडि चाहिँ हल्दीको बोट र बाँस चाहिँ राख्नु राम्रो हो भन्छ है। हाम्रो चाहिँ यसरी राम्रो मजाले भइरहेको छ। अस्ति बर्खाको बेलामा साडेको थियो, यो मम्मीले लगाउनु भएको यो बाँस कि मजाले सर्यो। बर्खाको बेलामा चाहिँ मजाले सर्दो रहेछ है। ओके बाई। तपाईँलाई कस्तो लाग्यो यसरी रोपेको भन्नुहोस् ल।